माननीय चित्रबहादुर केसी, समय 3 मिनेट। त्यसपछि माननीय सीता कुमारी राणा। सम्माननीय सभामुखज्यू, युक्रेनको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्छ र सिक्न पनि पर्दछ। युक्रेन खनिज पदार्थहरूका दृष्टिकोणले धेरै सम्पन्न राष्ट्र हो र त्यसको त्यो प्राकृतिक सम्पन्नता नै त्यसका लागि अभिशाप बन्न पुग्यो। अफ्रिकाको पनि त्यही प्रकारको अनुभव हाम्रो अगाडि छ। अहिले ग्रिनल्यान्डमाथि कब्जा जमाउन अमेरिकाले जुन प्रयत्न गर्न थालेको छ, त्यसका पछाडि पनि ग्रिनल्यान्डमा प्रचुर मात्रामा दुर्लभ प्राकृतिक सम्पदा हुनु नै भएको कुरा प्रष्ट भएको छ। नेपाल पनि प्राकृतिक दृष्टिकोणले धेरै सम्पन्न राष्ट्र हो। नदी, वनजङ्गल, पहाड र हिमालय समेतका दृष्टिकोणले नेपाल धेरै नै सम्पन्न छ। नेपालमा ठुलो मात्रामा युरेनियम भएको पनि पत्ता लागेको छ। अब नेपालमा पेट्रोल र ग्यास समेतको सम्भावना भएको कुरा थाहा हुँदैछ। संसारभरको युक्रेन र अफ्रिका समेतका अनुभवबाट हामीले के बुझ्नुपर्छ भने त्यस प्रकारको प्राकृतिक सम्पदा नै नेपालका लागि अभिशाप बन्न सक्छ। त्यो प्राकृतिक सम्पदाबाट नेपालको विकासमा मद्दत पुग्नुभन्दा त्यसमाथि कब्जा जमाउन विभिन्न साम्राज्यवादीहरूको ध्यान जान सक्छ वा त्यसका लागि उनीहरूका बीचमा युद्धको स्थिति उत्पन्न हुन सक्छ। त्यसरी नेपाल युद्धको भूमि पनि बन्न सक्छ। युक्रेनमा जेलेन्स्की जस्तै नेपालका विभिन्न साम्राज्यवाद परस्त राजनीतिक पार्टी वा तत्त्वहरूले साम्राज्यवादीहरू त्यस प्रकारका उद्देश्यहरू पुरा गर्न उनीहरूको सेवा गर्न पनि सक्छन्। यो सम्पूर्ण देश र नेपाली जनताको लागि गम्भीर चिन्ताको कुरा हो। भविष्यमा त्यसका दूरगामी परिणामहरू हुन सक्छन्। त्यसकारण त्यस प्रकारको सबै सम्भावनाका विरुद्ध नेपाली जनता उच्च प्रकारको राजनीतिक चेतना हुनुपर्दछ। त्यसका लागि दुईटा कुराहरू पनि हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यक छ। प्रथम, आफ्ना क्षुद्र फाइदाहरूका लागि विभिन्न साम्राज्यवादी शक्तिहरूको सेवा गर्नुभन्दा त्यसका विरुद्ध स्पष्ट र सचेत सङ्घर्षको नीति। द्वितीय, आफ्ना क्षुद्र फाइदाहरूका लागि एक वा अर्को प्रकारले साम्राज्यवाद परस्त नीति अपनाउने राजनीतिक पार्टी वा एनजिओ आइएनजिओहरू पनि प्रति पनि स्पष्ट दृष्टिकोण। तर त्यो निकै दुःख र दुर्भाग्यको कुरा हो कि नेपालमा राजनीतिक वा समाजका विभिन्न क्षेत्रहरूमा एक वा अर्को रूपमा साम्राज्यवाद परस्त सोचाइहरू बढ्दै गइरहेका छन् र तिनीहरूका विरुद्ध नेपाली जनतामा समयमा नै उच्च चेतनाको विकास हुन नसकेमा त्यसले नेपाललाई गम्भीर दुर्भाग्य र सङ्कटको मुखमा लैजाने कुरा निश्चित छ। तर हामीहरूले आशा र विश्वास गर्नुपर्छ र उच्च प्रकारको सतर्कतापूर्वक देशलाई त्यस प्रकारको कुनै पनि दुर्घटनामा लैजाने प्रयत्नका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गरिरहनुपर्छ। त्यसरी नै हामीले देशलाई सम्भावित कुनै पनि प्रकारको दुर्घटनाबाट बचाउन सक्नेछौँ। धन्यवाद।